यस्तो जाडो बढेको छ अनि थुक्पा नखाएर भयो त थुक्पा त खानै पर्यो नि हैन त आज धराने स्टाइलको तातो तातो थुक्पा बनाम है त फर्स्टमा चाहिँ कुकर लिनुहोस् अनि जिरा र मेथी मज्जाले फुराउने अनि प्याज राखेर रातो बनाउने अनि भिजाको गेडागुडी राख्नु अनि एकैछिन चलाउनु है त गेडागुडीलाई अबको पालो चाहिँ अदुवा लसुनको पेस्ट राख्ने अनि त्यसलाई पनि एकैछिन चलाउने त्यसपछि सानो सानो गरेर आलु काटेर राख्नु अनि एकैछिन पकाउनु बेसार जिरा धनियाको धुलो थोरै गरम मसला राखेर एकैछिन चलाउनु यति भएपछि टमाटर र नुन राखेर एकैछिन चलाउनु अब चाहिँ पानी राख्नु अनि 2-3 सिटी लगाउनु त्यसपछि चाहिँ गेडागुडीको रस रेडी हुन्छ है अब यो सिटी लागुन्जेल चाहिँ हामी थुक्पाको लागि नुडल रेडी गरौँ है त बेसार नुन थोरै तेल राख्नु अनि थुक्पाको नुडल्स राखेर 8-10 मिनेट मजाले पकाउनु भयो भने चाहिँ पाक्छ है त बेस्ट ह्याक भनेको चाहिँ नुडललाई चाहिँ चिसो पानीमा ट्रान्सफर गरिहाल्नु त्यो भयो भने चाहिँ नुडल टाँसिदा पनि टाँसिदैन फ्यात्त पनि हुँदैन अब चिकन रेडी गरौँ है मैले बोनलेस चिकन लिएको छु गार्लिक अनियनको धुलो मैले पेप्रिका हालेको छु हजुरले चाहिँ कश्मिरी मिर्च हाल्नु भयो नि हुन्छ चिली फ्लेक्स नुन बेसार जिरा धनियाको धुलो कागती राखेर 5-10 मिनेट म्यारिनेट गरेर छोड्दिनु अब चाहिँ एउटा प्यान लिनु अनि अघि म्यारिनेट गरेको चिकनलाई चाहिँ मज्जाले पकाउनु मैले चाहिँ यस्तै 8-10 मिनेट जस्तो मज्जाले डीप फ्राई गरेको थिएँ म चाहिँ हल्का डढ्ने गरेर पकाएको छु मलाई चाहिँ डढेको स्मेल एकदम मिठो लाग्छ अब हजुरलाई कस्तो ठिक लाग्छ त्यही गर्नु है त यति भएपछि चाहिँ हाम्रो थुक्पाको लागि सब कुरा रेडी भयो अब प्लेटिङ गरौँ है मलाई प्लेटिङ गर्न चाहिँ आउँदैन सो मेरो प्लेटिङमा चाहिँ नजानु है साथीहरू एनिवे प्लेटिङले मिठो हुने होइन नि है खानेकुरा पनि मिठो हुनु पर्यो त नि हैन अचार चाहिँ मैले सेचवान चटनी बनाएको आफैले हजुरलाई रेसिपी चाहिन्छ भने भन्नु है त एकदमै चिसो छ मेरो थुक्पा सेलाउँछ म चाहिँ अब खान्छु हजुर पनि तातो थुक्पा बनाउनु खानु अनि चिसो बगाउनु है त थ्यांक्स फर वाचिङ